सम्पूर्ण नमस्कार। रोहिणी सांस्कृतिक मञ्चको यो कार्यक्रमलाई हामी दोहोरी मार्फत सुचारू गर्न गइरहेका छौँ। हामीसँग दोहोरी गाउनका लागि लोकदोहोरीमा प्रख्यात र लोकदोहोरीलाई जगाउनुपर्छ, हामी लोक सङ्गीतमा रम्नुपर्छ र यो लोक सङ्गीतलाई बचाइराख्नुपर्छ भन्ने र धेरै लोकगीतहरू निकालिसक्नु भएको छ। उहाँहरूको युट्युब च्यानलमा पनि हेर्न सकिन्छ, धेरै भ्युजहरू गइरहेको छ। आजका कलाकार मेघ सारूजीलाई परिचित भइदिनुको लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। मेघ सारू, त्यसै गरी चिटिक्क परेर यहाँहरूको माझमा दोहोरी गाउनका लागि धेरै गीतहरू निकालिसक्नु भएको छ। यहाँहरूले युट्युब च्यानलमा पनि देख्न सक्नुहुन्छ। पहिला जस्तो टिभीमा मात्रै नभएर आजभोलि मोबाइलमै आउँछ। लोकगीतको धरोहर एकदम चर्चित बहुचर्चित शिला गुरुङजीलाई पनि परिचित भइदिनुको लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। त्यसै गरी दोहोरीमा रम्दै गर्नुभएको दोहोरीलाई पनि उच्च स्थानमा लानुपर्छ, गाउँ गाउँमा यो बज्नुपर्छ भन्दै उहाँहरूले पनि गीतहरू धेरै निकालिसक्नु भएको छ। पुष्कर सारूलाई पनि परिचित भइदिनुको लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। त्यसै गरी यो गीत र यो यस्तो संस्थाहरू बाँच्नुपर्छ र बचाउनुपर्छ, कसैलाई सहयोग गर्नुपर्छ भन्दै लामो समयदेखि लागिरहनुभएका अर्का कलाकार हुनुहुन्छ खिमरेश्मी मगरलाई पनि परिचित भइदिनुको लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। देवदहमा रहेर शिक्षण पेसालाई अँगाल्दै गरिरहनुभएका हाम्रा शिक्षिका भन्न म रुचाउँछु, तर लोकगीत सङ्गीतलाई पनि एउटा दोहोरी मार्फत आफ्नो गलालाई प्रस्तुत गर्दै हुनुहुन्छ हाम्रा स्मृति काफ्लेलाई पनि परिचित भइदिनुको लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। हाम्रा यही देवदहको चेली हुनुहुन्छ, अर्को देवदहको चेली गीत गाउन हाम्रा गायिकाहरूलाई सहयोग गर्नका लागि र लोक सङ्गीतलाई साह्रै माया गर्ने मान्छे जस्मिन पछभैया मगरलाई पनि परिचित भइदिनुको लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। त्यसै गरी प्राविधिक प्रमुखमा हुनुहुन्छ, लामो समयदेखि यो क्षेत्रलाई अँगाल्दै आउनुभएको छ मुक्ति चापागाईलाई पनि परिचित भइदिनुको लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। हाम्रो उहाँ यो संस्थाको संस्थापक हुनुहुन्छ। उहाँले यस्तो कार्यक्रमलाई गर्नुपर्छ, हामी सहयोग गर्नुपर्छ भन्ने उहाँले ध्येय राखेर हामीसँग जोडिएर हामीसँग एउटा टिम बनेर हिँडेका छौँ। हातमा हात साथमा साथ मिलाउनु भएको छ। त्यसै गरी अर्को देवदहमा पनि वाद्यवादन र हाम्रा कलाकार जन्मिनुपर्छ भन्ने साथ हामीसँग समय सुरुदेखि नै जोडिनुभएका भगेन्द्र भगतज्यू जुन वाद्यवादनका प्रमुख पनि हुन्छ, उहाँलाई परिचित भइदिनुको लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। त्यसै गरी मादलमा हुनुहुन्छ लक्ष्मण सुनामलाई पनि परिचित भइदिनुको लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। त्यसै गरी बाँसुरीमा हुनुहुन्छ पदम विशीलाई पनि परिचित भइदिनुको लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। त्यसै गरी ढोलकमा हुनुहुन्छ कृष्ण रसाइली हुनुहुन्छ, कृपया उहाँलाई पनि परिचित भइदिनुको लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। त्यसै गरी अक्टुप्याडमा हुनुहुन्छ आर्जन गैरे, उहाँलाई पनि परिचित भइदिनुको लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। त्यसै गरी हाम्रो यो कार्यक्रमलाई सभ्य र भव्य बनाउनको लागि हाम्रा अतिथि यसै वडाका वडा अध्यक्ष यज्ञ प्रसाद अर्यालजीलाई पनि एकचोटि परिचित भइदिनुको लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। त्यसै गरी अतिथिको रूपमा यसै वडाका वडा सदस्य कार्यपालिका सदस्य टिकिसरा सुनारजीलाई पनि एकचोटि परिचित भइदिनुको लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। उहाँहरूकै सहयोग र साथले हामी यो कार्यक्रम सञ्चालन गर्न सकिरहेका छौँ, यहाँहरूको माझमा यो कार्यक्रम प्रस्तुत गर्दैछौँ। त्यसै गरी यसै वडाका वडा सदस्य झमकुमारी थापाजीलाई पनि परिचित भइदिनुको लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। त्यसै गरी यसै वडाका वडा सदस्य अमेरिका चौधरीजीलाई पनि परिचित भइदिनुको लागि म हार्दिक अनुरोध गर्न चाहन्छु र एकमुष्ट रूपमा सम्पूर्णलाई परिचित भइदिनुको लागि अनुरोध गर्दै यो कार्यक्रमलाई त्यसै गरी देवदह प्रहरी चौकीका इन्चार्ज प्रमुख एक्का बहादुर नेपालीलाई पनि परिचित भइदिनुको लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। समय एकदम हामीसँग कम भएको हुनाले म कार्यक्रमलाई छिटो सक्ने अनुरोध गर्दै यो कार्यक्रमलाई यो गीतलाई उठान गरिदिनुको लागि सुरुवात गरिदिनुको लागि म पुरुष कलाकार पुष्कर सारूजीलाई म हार्दिक अनुरोध गर्न चाहन्छु। यो
गीतको बोल रहेको छ डाँडा काँडा स्वामीको रुख। यहाँहरूको माझमा हामी यो भाकामा हामी यहाँहरूको माझमा प्रस्तुत गर्दैछौँ। यहाँको गायक, यस गीतको गायक, शब्द सङ्गीत गर्नुहुने सर्जकहरूलाई सम्मान गर्दछौँ र यहाँहरूको माझमा यो गीत हामी प्रस्तुत गर्दैछौँ। डाँडा काँडा स्वामीको रुख, सम्झ्यो दुःख नसम्झ्यो हाई सुख। डाँडा काँडा स्वामीको रुख, सम्झ्यो दुःख नसम्झ्यो हाई सुख। हे सुरु भयो दरीको खेला, सूर्य पुरा देवदतिन आबेला। सुरु भयो दोरीको खेला, सूर्य पुरा देवदतिन आबेला। डाँडा काँडा स्वामीको रुख, सम्झ्यो दुःख नसम्झ्यो हाई सुख। डाँडा काँडा स्वामीको रुख, सम्झ्यो दुःख नसम्झ्यो हाई सुख। सम्झ्यो दुःख नसम्झ्यो हाई सुख। हे वाडलाई राम्रो बनाउने लाग्छे, कता छान खाइ सिनी नदाछे। वाडलाई राम्रो बनाउने लाग्छे, कता छान खाइ सिनी नदाछे। डाँडा काँडा स्वामीको रुख, सम्झे दुःख नसम्झे हाई सुख। डाँडा काँडा स्वामीको रुख, सम्झे दुःख नसम्झे हाई सुख। सम्झे दुःख नसम्झे हाई सुख। हे देवदा आउँदा गरे है ख्याला, आधा छेता हुन् एगे आर्याला। देवदा आउँदा गरे है ख्याला, आधा छेता हुन् एगे आर्याला। डाँडा काँडा स्वामीको रुख, सम्झ्यो दुःख नसम्झ्यो हाई सुख। डाँडा काँडा स्वामीको रुख, सम्झ्यो दुःख नसम्झ्यो हाई सुख। सम्झ्यो दुःख नसम्झ्यो हाई सुख। हे अब तिमीले नढाँटे बोला, मान्छे राम्रो विकास चाहिँ के होला। अब तिमीले नढाँटे बोला, मान्छे राम्रो विकास चाहिँ के होला। डाँडा काँडा स्वामीको रुख, सम्झे दुःख नसम्झे हाई सुख। डाँडा काँडा स्वामीको रुख, सम्झे दुःख नसम्झे हाई सुख। सम्झे दुःख नसम्झे हाई सुख। हे यज्ञ दाइको छुट्टै छ हेर सान, बाटो राम्रो शिक्षामा अनुदान। यज्ञ दाइको छुट्टै छ हेर सान, बाटो राम्रो शिक्षामा अनुदान। डाँडा काँडा स्वामीको रुख, सम्झ्यो दुःख नसम्झ्यो हाई सुख। डाँडा काँडा स्वामीको रुख,
सम्झ्यो दुःख नसम्झ्यो है सुख सम्झ्यो दुःख नसम्झ्यो है सुख हे सोचिरहेछु कृषिले सही छ नि कति राम्रो गाउँ फल्या रहेछ नि सोचिरहेछु कृषिले सही छ नि कति राम्रो गाउँ फल्या रहेछ नि टाढा टाढा स्वामीको रुख सम्झे दुःख नसम्झे हाय सुख टाढा टाढा स्वामीको रुख सम्झे दुःख नसम्झे हाय सुख सम्झे दुःख नसम्झे हाय सुख हे त्यही गाउँ खाएर स्वास्थ्य छ जिउहरू बाँडिरहन्छन् कृषिका बिउहरू त्यही गाउँ खाएर स्वास्थ्य छ जिउहरू बाँडिरहन्छन् कृषिका बिउहरू डाँडा काँडा स्वामीको रुख सम्झ्यो दुःख नसम्झ्यो हाय सुख डाँडा काँडा स्वामीको रुख सम्झ्यो दुःख नसम्झ्यो हाय सुख सम्झ्यो दुःख नसम्झ्यो हाय सुख हे बोली मिठो व्यवहार नि शिष्ट ओडा तिनको टिम सबै उत्कृष्ट बोली मिठो व्यवहार नि शिष्ट ओडा तिनको टिम सबै उत्कृष्ट डाँडा काँडा स्वामीको रुख सम्झे दुःख नसम्झे हाय सुख डाँडा काँडा स्वामीको रुख सम्झे दुःख नसम्झे हाय सुख सम्झे दुःख नसम्झे हाय सुख हे गीत गाउन फेरि नि आउने यस्तै गरे 84 जिताउने गीत गाउन फेरि नि आउने यस्तै गरे 84 जिताउने डाँडा काँडा स्वामीको रुख सम्झ्यो दुःख नसम्झ्यो हाय सुख डाँडा काँडा स्वामीको रुख सम्झ्यो दुःख नसम्झ्यो हाय सम्झ्यो दुःख नसम्झ्यो हाय सुख हे विकास भन्ने कुरा त छँदैछ ढुक्का हुनुहोस् हाम्रो साथ सधैँ छ विकास भन्ने कुरा त छँदैछ ढुक्का हुनुहोस् हाम्रो साथ सधैँ छ डाँडा काँडा स्वामीको रुख सम्झे दुःख नसम्झे हाय सुख डाँडा काँडा स्वामीको रुख सम्झे दुःख नसम्झे हाय सुख सम्झे दुःख नसम्झे हाय सुख हे पछि बसी लामो सास फेरेछन् अध्यक्षले हेरेको हेरेछन् पछि बसी लामो सास फेरेछन् अध्यक्षले हेरेको हेरेछन् डाँडा काँडा स्वामीको रुख सम्झ्यो दुःख नसम्झ्यो हाय सुख डाँडा काँडा स्वामीको रुख सम्झ्यो दुःख नसम्झ्यो हाय सम्झ्यो दुःख नसम्झ्यो हाय सुख हे सोचा होला मनभित्र छ भनी यति राम्रो गीत कसले गाउने सोचा होला मनभित्र छ भनी यति राम्रो गीत कसले गाउने डाँडा काँडा स्वामीको रुख सम्झे दुःख नसम्झे हाय सुख डाँडा काँडा स्वामीको रुख सम्झे दुःख नसम्झे हाय सुख
हाम्रो हेराइ नजरले मासी छन् सदा सेनी हाँसेको हाँसै छन् हाम्रो हेराइ नजरले मासै छन् सदा सेनी हाँसेको हाँसै छन् डाँडा काँडा स्वामीको रुख सम्झ्यो दुःख नसम्झ्यो आइ सुख डाँडा काँडा स्वामीको रुख सम्झ्यो दुःख नसम्झ्यो आइ सुख सम्झ्यो दुःख नसम्झ्यो आइ सुख हे यतै बस्न मन लाग्यो हेर यो ठाउँको विकास देखेर यतै बस्न मन लाग्यो हेर यो ठाउँको विकास देखेर डाँडा काँडा स्वामीको दुःख सम्झे दुःख नसम्झे हाइ सुख डाँडा काँडा स्वामीको दुःख सम्झे दुःख नसम्झे हाइ सुख सम्झे दुःख नसम्झे हाइ सुख हे हामीलाई पनि खुसी नै लागेको छ छन् र यज्ञ विकास भएको छ हामीलाई पनि खुसी नै लागेको छन् र यज्ञ विकास भएको छ डाँडा काँडा स्वामीको रुख सम्झ्यो दुःख नसम्झ्यो आइ सुख डाँडा काँडा स्वामीको दुःख सम्झ्यो दुःख नसम्झ्यो आइ सुख सम्झ्यो दुःख नसम्झ्यो आइ सुख हे यस्तै साथ सधैँ भरिदिनु जनता साथमा छन्दा झै हे यस्तै साथ सधैँ भरिदिनु जनता साथमा छपिर नलिनु यस्तै साथ सधैँ भरिदिनु जनता साथमा छपिर नलिनु डाँडा काँडा स्वामीको रुख सम्झ्यो दुःख नसम्झ्यो आइ सुख डाँडा काँडा स्वामीको रुख सम्झ्यो दुःख नसम्झ्यो आइ सुख सम्झ्यो दुःख नसम्झ्यो आइ सुख सम्झ्यो दुःख नसम्झ्यो आइ सुख सम्पूर्णलाई धेरै धेरै धन्यवाद। आज हामी यो पहिलो गीत यहाँहरूको माझमा हामी प्रस्तुत गऱ्यौँ। अब हामी पुनः फेरि अर्को गीतलाई हामी सञ्चालन गर्नेछौँ, फेरि सुरु गर्नेछौँ। यो पहिलो एपिसोडलाई चाहिँ हामी यहाँहरूले गीत गाइदिनु भयो। हाम्रा कलाकारलाई विशेष धन्यवाद दिन चाहन्छु, जसले यो ओडाको विषयमा अलिकति गीत जोडेर विकासका कुराहरूलाई उठाइदिनु भयो। यहाँहरूलाई विशेष धन्यवाद। हाम्रा यस नगरका यस वडाका वडा अध्यक्ष लगायत यहाँका वडा सदस्यहरूले पनि मनन गर्नुभयो होला। पक्कै पनि त्यो विकासको गरेको कामको लगभग हामी उठान गऱ्यौँ होला, यहाँहरूले बुझ्नुहुनेछ। र यो कार्यक्रमलाई यति भन्दै यही समापन भएको घोषणा गर्छु। हस्त धन्यवाद।
काँडा स्वामीको रुख सम्झ्यो दुःख नसम्झ्यो हाई सुख